नेपालको शक्तिशाली व्यावसायिक सर्कल फेरि एकपटक गम्भीर आर्थिक आरोपको भूकम्पले हल्लिएको छ। देशकै ठूला अटोमोबाइल घरानामध्ये एक एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल विरुद्ध राजस्व छली, नक्कली भ्याट बिल प्रयोग र भन्सार अपचलन मार्फत राज्यलाई अर्बौंको घाटा पुर्याएको आरोपसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमै औपचारिक उजुरी दर्ता भएपछि व्यावसायिक र प्रशासनिक वृत्तमा ठूलो हलचल मचिएको हो। 1.5 दशकदेखिको योजनाबद्ध आर्थिक अनियमितताको दावी गरिएको यो उजुरीले अहिले व्यापारिक साम्राज्यदेखि राजस्व प्रशासन र न्यायिक प्रणालीसम्मको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ। किनभने सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण करोडौं रुपैयाँको भन्सार असुली समेत रोकिएको अवस्थामा यो प्रकरण फेरि निर्णायक र संवेदनशील मोडमा पुगेको छ। खासमा भएको के हो भने व्यवसायी विष्णु अग्रवाल विरुद्ध गाडी आयातमा भन्सार छली गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उजुरी दर्ता भएको छ। एक उजुरीकर्ताले अग्रवालले विगत 1.5 दशकदेखि सङ्गठित रूपमा राजस्व छली गर्दै आएको दावी गर्दै छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन्। उजुरीमा आर्थिक वर्ष 2080-81 मा एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रणालीले आयात गरेको फोटोन ब्रान्डका विद्युतीय गाडीमा ठूलो परिमाणमा भन्सार छली गरिएको उल्लेख छ र तातोपानी भन्सार कार्यालय मार्फत ल्याइएका ती गाडीलाई कम भन्सार लाग्ने 17 सिट क्षमताको वर्गमा राखेर राज्यलाई राजस्व घाटा पुर्याएको दावी गरिएको छ। भन्सार विभागले गरेको छानबिनमा 6 करोड 22 लाख रुपैयाँभन्दा बढी राजस्व बक्यौता देखिएपछि सो रकम दाखिला गर्न पत्रचार गरिएको थियो। त्यसपछि अग्रवाल पक्ष अदालत गएको उल्लेख गरिएको छ। भन्सार विभागले बक्यौता असुली प्रक्रिया अघि बढाएपछि अग्रवाल पक्ष सर्वोच्च अदालत पुगेको थियो। अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि हाल राजस्व असुली प्रक्रिया रोकिएको अवस्थामा छ। राजस्व प्रशासनका अधिकारीहरूका अनुसार मुद्दा विचाराधीन हुँदा असुली प्रक्रिया जटिल बनेको छ। उजुरीमा 2067 सालको नक्कली भ्याट बिल प्रकरण पनि जोडिएको छ। त्यतिबेला राजस्व विभागले गरेको छानबिनमा मोरङ अटो वर्क्स दोषी ठहरिएको उल्लेख गर्दै निवेदकले त्यसलाई नयाँ नाम र संरचना मार्फत कारोबार निरन्तरता दिएको दावी गरेका छन्। निवेदन अनुसार मोरङबाट एम, अटोबाट ए र वर्क्सबाट डब्लु जोडेर एमएडब्ल्यू नाममा विभिन्न कम्पनी स्थापना गरिएको उल्लेख छ। यति मात्र होइन, उजुरीकर्ताले नाम फेरिए पनि कारोबार शैली भनी नफेरिएको आरोप लगाएका छन्। अग्रवालमाथि आफ्नै सहायक कम्पनी बीच कृत्रिम कारोबार देखाएर कर दायित्व घटाउने, नाफा सार्ने र खर्च बढाएर आयकर कम तिर्ने आरोप पनि लगाइएको छ। उजुरीकर्ताले यसलाई योजनाबद्ध वित्तीय संरचना मार्फत गरिएको कर व्यवस्थापन नभई कर छलीको स्वरूप भएको दावी गरेका छन्। उजुरीमा प्रधानमन्त्री कार्यालय मार्फत राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई सक्रिय बनाएर 2067 साल यताका सम्पूर्ण कारोबारको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। दोषी देखिए कानुन अनुसार कारबाही गर्नुपर्ने माग पनि निवेदनमा उल्लेख छ। नेपालमा ठूला व्यावसायिक समूह र राज्य संयन्त्र बीचको सम्बन्धबारे बेला बेला प्रश्न उठ्ने गरेका छन्। साना व्यवसायमाथि कडाई हुने तर ठूला घराना भने कानुनी प्रक्रियामै वर्षौं अल्झिने गरेका आलोचना पनि सुनिने गरेको छ। यही कारण अहिले यो प्रकरणमा सरकार, राजस्व प्रशासन र अदालतको भूमिकामाथि समेत चासो बढेको छ।